obviously अब तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै छु हो। आज फेरि मलाई जागर आयो भिडियो बनाउनु हो। तर के भन्छ मैले सोचेको थिइनँ म यो भ्लग बनाउँछु भनेर हो, किनभने मैले यो एन्ट्रो चाहिँ लास्टमा बनाएको हो नि त, भर्खरै बनाउँदैछु हो। किनभने मैले अघि चाहिँ मेरो कोकोलाई नुहाइदिएको थिएँ होइन। अब मैले चाहिँ भिडियो चाहिँ बनाइराखेको थिएँ, अब मेमोरी हुन्छ नि त होइन एउटा। अब के भन्छ म भ्लग हाल्छु भनेर चाहिँ सोचेको थिइनँ होइन। तर अब के भन्छ फोनमा राख्यो भने फेरि कोही बेला स्टोरेजको कारण या फिर फोन बिग्रियो भने त अब अभियसली अब डेड हुन्छ होइन पर्मानेन्टको लागि। तर अब युट्युबमा हालेको छ भने चाहिँ अब त्यो मेमोरी बस्छ नि त, एज अ जस्ट फर मेमोरी है। के भन्छ म चाहिँ भिडियो क्याप्चर गर्नु पुरा मनपर्छ होइन, ताकि अब फ्युचरमा गएर मेमोरी होस् भनेर होइन। त्यही भएर चाहिँ मैले अब युट्युबतिर हाल्छु हो, किनभने अब मेमोरी बस्छ नि त। अब फोनमा त अब आइफोनको स्टोरेजहरू तपाईँलाई थाहै छ। अब फोनमा त के हुन्छ कोही बेला अब सडन्ली ब्रोक भएर अब के कारणले रिजनले डेट हुन्छ होइन, के हुन्छ हामीले अब सधैँभरि क्याप्चर गरेर राख्नु सक्दैनौँ होइन। सो त्यही भएर चाहिँ मैले भ्लग हाल्छु भनेर सोचेँ होइन। सो त्यही हो, अब तपाईँलाई म देखाउँछु, हेर्दै गर्नुहोस् होला। बाबा उता जानु त जानु बाबा को बोले बोले बच्चा हामी को बोले बच्चा जामुन मर्दैन है एक दिन बिगाउँदै नहाल्नु जान्छ तापमान अलिक गरम गर्नुपर्छ kan mau म यति भन्दा सक्दै पुरा छ कसको उयो होला gona भन्दै बुवा दाउले दमले गरेन छ दिनले मुन त पुरा गरेर थियो नि तिर्दैन
अब भोलितिर फेरि नुहाइदिनुपर्छ पर्सितिर यो बुझ्यो अन्त बस त्यहाँ भात राख्नु कुर्छु नि आइसक्यो यहाँ चाहिँ हो तपाईँलाई अहिले नै फेस देखाउँदैन यहाँ चाहिँ वान एन्ड ओन्ली मेरो कोको चाहिँ एकदम फ्रेस सफा भएर आइसकेको छ से हाई हेलो तपाईँहरू पनि कोकोलाई हेलो भनिदिनुहोस् कोको पनि तिमी उहाँ आएर त हेलो भनिदियो हेलो आम कोको यसको एउटा बानी साह्रै नराम्रो छ क्या चाट्ने खालि चाट्नु भन्छ हो खालि चाट्नु भन्छ यसलाई यसरी झन् बोक्नु हुँदैन खालि चाट्नु भन्छ हेलो भनिदिउँ नि कुकु हेलो अब चाट्नु हुँदैन यो चाहिँ यति साह्रो अब मैली गन्दी भएको थियो कि किनभने चाहिँ अब मैले यसलाई नुहाइदिएको थिएन होइन अब त्यो अहिले फेरि अब के भन्छ उयो यहाँको वेदर पुरा क्लाउडी भइरहेको छ नि त क्लाउडी प्लस अब चिसो खालको वेदर भइरहेको छ होइन त्यही भएर चाहिँ यसलाई नुहाइदिएको थिइनँ नि त किनभने अब छिटो बिमार हुन्छ होइन तातो पानीले नुहाइदियो भने अब यसको फरहरू पुरा झर्छ नि त यसलाई मेन्सुरेसन भइरहेको थियो सो त्यही भएर चाहिँ मैले अब यसलाई नुहाइदिने टाइमै पाएको थिइनँ नि त
अब म पनि बिजी अब फेरि अब वेदर पनि त्यस्तै थियो त्यही भएर चाहिँ यो त्यतिकै मैले भएर बसिरहेको थिएँ नि त है कोको है यहाँ हेर्दै न यहाँ आइचल्य आज चाहिँ फ्री भयो यसले कोको राम्री भएर बसिरहेको छु हेर्नुहोस् न यहाँ मलाई हेरेको उता हेर न उता मलाई नहेर यता हेर हेर्दै यहाँ हेर्दै उता लु छिटो सफी एकदम क्युट भएर बसिरहेको छ मेरो कोको चाहिँ आज हो नआइदिएको छु भन्दा नि यसलाई म काखबाट झार्नै मन लाग्दैन चेपेकै हो बोकेकै यसलाई यस्तो क्युट देख्छ नि अब बदमास यस्तै साह्रो छ कि कुद्नु के गर्नु माया लाग्छ हो अब यिनीहरूको चाहिँ ज्ञान हुँदैन होइन तर अब कराउँदाखेरि चाहिँ चुप्पो लगाएर बस्छ हो हेर्नुहोस् न हेरेको कसलाई हेरेको तिमीले कसलाई हेरेको खालि चाट्नु पहिला त यसको फरहरू पनि थिएन होइन कस्तो अब क्या लुती कस्तो फरै नभएको पातला खालको थियो होइन फर म त यसको फरहरू त्यति आउँदैन होला भनेर सोच्थेँ तर पछि ठुल्ठुलो हुँदै गएपछि फरहरू पनि यसको मजाको भएर आयो होइन कस्तो लामो आउनु भएर आएको छ यसको आमा चाहिँको फेरि त्यस्तो साह्रो छैन यसको आमा पनि छ होइन त्यसलाई चाहिँ म त्यति भिडियोमा ल्याउँदैन किनभने त्यसलाई चाहिँ अब टोक्छ नि त किनभने त्यो चाहिँ मेरो डल्लुको हो होइन यो चाहिँ मेरो हो नि त आफ्नो छ हाम्रो चाहिँ फेरि यहाँनिर हो त्यसलाई चाहिँ म नुहाइदिँदिनँ पनि हो त्योसँग अलिक टाढै बस्छु किनभने म फर्स्ट बिहा भएर आउँदाखेरि त्यसले चाहिँ पुरा भुक्थ्यो नि त मलाई अहिले चाहिँ अब चिनेर त्यति भुक्दैन हो तर पनि त्यसलाई अब छुनु ओर्नु नुहाइदिनु चाहिँ पुरा डर लाग्छ हो यसलाई चाहिँ मैले राखेको नि त कुकुरलाई चाहिँ है यसलाई अब यसरी नुहाइदिएपछि क्या यसरी काखमा राख्नुपर्छ कि मजाले सुत्छ है चल्नु होइन सुत्नुपर्छ अब चल्नु होइन सुत्नुपर्छ चल्नु होइन सो गाइज अब के भन्छ मेरो कोको चाहिँ सुतेर उठ्यो सुत्दैन रहेछ यो आज मलाई थाहा भयो सो गाइज अब आजको लागि चाहिँ यति नै होइन सी यू गाइज इन अ नेक्स्ट भिडियो आई होप यू गाइज विल इन्जोय इट अनि डोन्ट फर्गेट टु डु लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनुहोस् होला भिडियो हेरेर तपाईँहरू पनि इन्जोय गरिदिनुहोस् होला होइन अब इन्जोय लागेन भने पनि इन्जोय पारेर हेरिदिनुहोस् होला होइन त्यसको लागि यति नै लेट्स मिट अप इन नेक्स्ट भिडियो बाई